हेलो साथीहरू, वेलकम छ तपाईहरुलाई मेरो भिडियोमा। आज चाहिँ हामी यहाँ कुर्सी बनाउन गइरहेको छौँ। यहाँ देख्न सक्नुहुन्छ कुर्सीको लागि इच एन्ड एभ्रिथिङ रेडी भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ यो सबै दुलो खोपेर रेडी भएको छ भने यो बस्ने ओछ्याउने ठाउँ। अनि यहाँ चाहिँ यसरी फर्म सेट गरेको छ। चट्ट यहाँ चाहिँ यस्तै गरेपछि एकदमै इजी हुन्छ हामीलाई काम गर्नु। कुर्सी बन्ने चाहिँ ट्याक्कै यही डिजाइनमा बन्छ हाम्रो कुर्सी, योभन्दा अलिकति ठुलो साइजमा। सो यहाँ हेर्न सक्नुहुन्छ 3-4वटा चाहिँ रेडी भइसकेको छ। यसरी चाहिँ हामीले एउटै फर्ममा राखेर सबैको लागि सेट गर्दा चाहिँ एक्युरेट हुन्छ एउटै साइजको। बेलुकी दिनमा हामीलाई फिटिङ गर्नु सजिलो हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ 4वटा भइसकेको छ। अब अरू पनि यसरी नै सबै कम्प्लिट गर्नुपर्ने हुन्छ। यहाँ बाहिर देख्न सक्नुहुन्छ यो सबै रेडी गर्नुपर्ने हो। फाइनली कुर्सीको खुट्टा कम्प्लिट भइसकेको अवस्था रेडी भइसकेको छ भने अब रेडी हुन गएको अब यसको फिटिङ सुरुमा चाहिँ हामीले यो सबै खुट्टालाई यहाँ फर्ममा सेट गरेर मार्किङ गर्नुपर्ने हुन्छ। किनभने मार्किङ एक्युरेट भएन भने चाहिँ भोलिको दिनमा तिरपाट हुनसक्छ। त्यही भएर यहाँ अब चाहिँ म मार्किङ गर्दैछु। सबै खुट्टामा एकै लेभलको मार्किङ गरिसकेपछि त्यस पछाडिबाट हामीले बस्नेलाई फिटिङ गर्नुपर्ने हुन्छ। सो मार्किङ पनि कम्प्लिट भइसकेको छ भने अब हामी फिटिङ गर्नुतिर लाग्नेछौँ। सो लेट्स फिट। सो कुर्सी फिटिङ गरी पनि सकिएको छ। यहाँ देख्न सक्नुहुन्छ पर पनि राखेको छ। अब चाहिँ हामी कलर गर्नुपर्ने हुन्छ। यसलाई टक्क यसरी घाममा निकालेर चाहिँ अब हामी यसलाई चाहिँ नेचुरल यसको कलर टेक्सचर भएको कारणले गर्दा चाहिँ यसलाई हल्का हामीले पोलिस मात्रै हाइलाइट मात्रै गर्नुपर्ने हुन्छ। धेरै कलरहरू इनामेलहरू लाउनु हुँदैन किनभने लुक्स बिग्रिन्छ। यसको चाहिँ नेचुरल बुट्टाहरू भएको कारणले गर्दा चाहिँ चट्ट यसलाई पोलिस गरेर अब लास्टमा देख्न सक्नुहुन्छ र तपाईँहरूले कस्तो हुन्छ भन्ने कुरा चाहिँ। सो फाइनल्ली कलर पनि कम्प्लिट भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ कस्तो चाहिँ यसको बुट्टा। यो सल्लाहको काठमा चाहिँ आफैमा एउटा युनिकनेस भएको कारणले गर्दा यसलाई हल्का पोलिस गरेपछि हाइलाइट गरेपछि दामी देखिन्छ। अब यो एकवटा हानेको छौँ, फेरि पनि एकवटा हान्नुपर्ने हुन्छ। त्यस पछाडि चाहिँ अझ दामी फिनिसिङ देखिन्छ।
सो कस्तो लाग्यो तपाईँहरूलाई भिडियो यदि भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नुहोस् र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु पनि नबिर्सिनुहोस् सो यस्तै भिडियो म फेरि पनि लिएर आउनेछु अहिलेको लागि थ्याङ्क्स फर वाचिङ बाई